पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ अवतरण भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको दृश्य हो यो। हजारौंको संख्यामा समर्थक र शुभेच्छुकहरूको भिड यहाँनिर देख्न सकिन्छ। ठूलो संख्यामा भिडभाड देखिन्छ यहाँनिर। पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा स्वागतमा हजार समर्थक शुभेच्छुकहरूको भिडभाड देखिन्छ। राजावादीका समर्थक दुर्गा प्रसाई यहाँनिर देख्न सकिन्छ। दुर्गा प्रसाई त्यसको ठिक अगाडि दुईवटा यो हरियो गाडीको अगाडितिर पूर्व राजा ज्ञानेन्द्र शाह हुनुहुन्छ। यहाँनिर पूर्व राजा ज्ञानेन्द्र शाह यहाँनिर हुन्छ। हजारौंको संख्यामा शुभेच्छुक समर्थकहरूको भिड देखिन्छ। यो विमानस्थल अगाडिको दृश्य म तपाईँलाई देखाउँदैछु। ठुलो संख्यामा हजारौंको संख्यामा यो भिड देख्न सकिन्छ। राजा आऊ देश बचाऊ भन्ने समर्थन गौशालासम्मको दृश्य छ यहाँनिर। र पूर्व राजा ज्ञानेन्द्र शाह अभिनन्दन गर्दै हुनुहुन्छ। यो गाडीमा तपाईँ देख्न सक्नुहुन्छ। पूर्व राजा ज्ञानेन्द्र शाह अभिनन्दन गर्दै हुनुहुन्छ। यो राजनीतिप्रतिको एक खालको वितृष्णा, यसले जनतामा ल्याएको एक खालको निराशा र यसले एउटा मेसेज दिन खोजिरहेको छ कि यो देशमा राजनीतिक दलहरू परिवर्तन हुन जरुरी छ भन्ने एउटा मेसेज एउटा दिनु छ। हुन त यसमा राप्रपा लगायत राजावादी दलहरूको समर्थन देखिए तापनि केही स्थानीय जनताहरूको पनि उल्लेख्य भिड देख्न सकिन्छ यहाँनिर। पूर्व राजा ज्ञानेन्द्र शाह अभिनन्दन गर्दै हुनुहुन्छ। यो प्रहरीको भ्यानको दोस्रोपट्टि जहाँनिर एकजना व्यक्ति उहाँको पछाडि हुनुहुन्छ, उहाँले अभिनन्दन गर्दै हुनुहुन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहको सवारी भइरहेको दृश्य हामी देख्दैछौँ यहाँनिर।